हेलो एभ्रिवान, फेरि पनि हजुरहरू सम्पूर्णलाई स्वागत छ मेरो युट्युब च्यानलको यो अर्को भिडियोमा। र यो देख्न सक्नुहुन्छ मेरो मनी प्लान्ट, जो चाहिँ सबैजनाले चिन्नुहुने, सबैको घरमा पाइने र एकदमै कमन प्लान्ट, इजी टु ग्रो अनि वस्तुको हिसाबले पनि एकदमै शुभ मानिने प्लान्ट। मैले पनि यसलाई ह्याङ्गिङ बनाएर भित्र राखेको छु र आज चाहिँ म यसको साफसफाइ गर्न गइरहेको छु, जसको लागि चाहिँ मैले यसलाई किचनको सिङ्कमा लिएर आएँ। किनभने यहाँ सिङ्कमा यस्तो प्रकारले राखेर यसलाई धुनु चाहिँ एकदम सजिलो हुन्छ, इजी हुन्छ। त्यही भएर मैले पनि यसलाई सिङ्कमा लिएर आएँ र म हमेसा यहीँ लिएर धुन्छु यसलाई। र यस्तो प्रकारले सबै पत्ताहरूमा धुलो बसेको छ, जसलाई चाहिँ मजाले धोइदिनुपर्छ। किनभने यस्तो प्रकारले समय समयमा हामीले यसरी यसलाई सफा गऱ्यौँ भने यसलाई पनि ग्रोथमा इजी हुन्छ, राम्रो ग्रोथ हुन्छ। र देख्न सक्नुहुन्छ कति फ्रेस लागिरहेको छ अहिले धुनुको बाद। र कहिले कहिले यसरी यसको माटोलाई पनि हामीले गोडेर लुज गरिदिनुपर्छ, यसो गर्दा पनि यसको ग्रोथ राम्रो भएर जान्छ। र देख्न सक्नुहुन्छ कति फ्रेस लागिरहेको छ अब मेरो प्लान्ट। ओके गाइस, थ्याङ्क्स फर वाचिङ।